네, 안녕하세요. नमस्ते. म विष्णु थापा. प्रश्न नम्बर 5 मा रहेको टेक्स्ट बुकको यो प्याराग्राफ लङ क्वेसन हल हल गर्ने क्रममा यो सल्भ गर्ने क्रममा म आज लेसन 59 को प्रश्न नम्बर 5 मा रहेको छु. यो विदेशी दर्ता सम्बन्धी जो पनि कोरियामा गएर 90 दिन भन्दा बढी बस्न चाहने विदेशीहरूले यो अनिवार्य रूपमा दर्ता गर्नुपर्छ. विदेशी दर्ता भन्ने हुन्छ, त्यो दर्ता गर्नुपर्ने हुन्छ. त्यो गर्यो भने मात्र उसले कोरियामा लामो समयको बसाइ बस्न सक्दछ र भिजा लिन सक्दछ. म प्रश्न नम्बर 5 मा जान्छु. 대한민국에서 दक्षिण कोरियामा खुसिब इल 90 दिन 초과하여 भन्दा बढी हुने गरी 체류하려고 하는 बस्ने सोच बनाइएको अथवा बस्ने सोच भएको भन्ने हो. यो 외국인 통로굴 भनेको छ. 외국인은 विदेशीहरूले चाहिँ 외국인 통로굴 भनेको विदेशी दर्ता पत्र चाहिँ 해야 합니다, गर्नुपर्ने हुन्छ. 외국인 통로굴 विदेशी दर्ता चाहिँ हार्यमेन गर्ने हो भने, गर्ने विचार छ भने 먼저 सबैभन्दा पहिला अथवा पहिला 필요한 서류를 आवश्यक कागजपत्रहरू 준비해서 तयार गरेर इन्टरनेट으로 इन्टरनेटको माध्यमबाट अथवा अनलाइन मार्फत 출입국 외국인 사무소 방문 예약을 신청합니다 भनेको छ. अनलाइनबाट यदि दर्ता गर्ने हो भने चाहिँ यो 출입국 외국인 사무소 भनेको छ विदेशी अध्यागमन कार्यालय, जो चाहिँ विदेशीहरूलाई उनीहरूको रेकर्ड राख्नको लागि, अभिलेख राख्नको लागि चाहिँ हेर्ने कार्यालय, जसलाई हामी 출입국 외국인 사무소 भनिन्छ. त्यो 사무소 अफिस कार्यालय चाहिँ 방문 예약을 신청합니다. त्यो भेट्नको लागि चाहिँ निवेदन, 방문 예약 भिजिटको बुकिङ 신청합니다, निवेदन गर्नुपर्ने हुन्छ. 그리고 त्यसपछि 예약 일에 भनेको त्यो बुकिङ गरेको दिन मिलाएर दिनमा 출입국 यो अध्यागमन, जो विदेशीहरूलाई इन आउट कोरियामा इन भएको आउट भएको हेर्ने अफिस जो छ 출입국 외국인 사무소에 त्यो कार्यालयमा चाहिँ विदेशी कार्यालयमा 방문해서 भेटेर त्यहाँ गएर 준비한 서류를 तयार गरिएका कागजपत्रहरू नेम्यान त्यहाँ बुझायो भने 외국인 등록증을 विदेशी दर्ता पत्र 발급받을 수 있습니다, जारी पाउन सकिन्छ अथवा प्राप्त गर्न सकिन्छ. फेरि एकपटक हेर्नुहोला. 대한민국에서 90일을 초과하여 दक्षिण कोरियामा 90 दिन भन्दा बढी 초과하여 गरी 체류하려고 하는 बस्ने विचार गरेका 외국인은 विदेशीहरूले चाहिँ 외국인 등록을 해야 합니다, विदेशी दर्ता चाहिँ गर्नै पर्छ. एउटा दर्ता व्यक्तिलाई दर्ता गरेर जो वैधानिक रूपमा कोरियामा बसेको भन्ने एउटा पत्र पाउँछ अथवा एउटा आइडेन्टिटी कार्ड भन्छ, त्यो पाउनको लागि चाहिँ यो 외국인 등록 भनिन्छ, त्यो पाउनु चाहिँ अथवा त्यो चाहिँ 등록 चाहिँ गर्नै पर्ने हुन्छ. 외국인 등록을 विदेशी दर्ता चाहिँ 하려면 गर्ने हो भने 먼저 सबैभन्दा पहिला अथवा पहिला 필요한 서류를 आवश्यक कागजातहरू 준비해서 तयार गरेर इन्टरनेटको माध्यमबाट अथवा इन्टरनेटमा 출입국 अध्यागमन 외국인 사무소 यो विदेशी कार्यालय 방문 예약을 신청합니다, भिजिटको लागि बुकिङ गर्नुपर्छ अथवा गरिन्छ. 그리고 अनि त्यसपछि 예약일에 बुकिङ गरेको दिनमा 출입국 외국인 사무소 यो अध्यागमन विदेशी कार्यालय 방문해서 भिजिट गरेर 준비한 서류를 तयार गरिएका कागजपत्रहरू नेम्यान बुझायो भने 외국인 등록증을 विदेशी दर्ता पत्र 발급받을 수 있습니다, प्राप्त गर्न सक्दछन्.
त्यसरी चाहिँ हामीले यो दर्तापत्र चाहिँ लिन सकिन्छ। अप्सनहरुमा छ इन्थनेसुरो नम्बर 1 मा इन्थनेसुरो इन्टरनेटको माध्यमबाट अथवा इन्टरनेटमा वैगुगिन थुङ्नोक चुङ्गुल फाल्गुप फादुल्सु इस्मिदा इन्टरनेटको माध्यमबाट विदेशी दर्ता पत्र जारी पाउन सकिन्छ भनेको छ। यो अप्सन चाहिँ इन्टरनेटको माध्यमबाट बुकिङ एयाक गर्ने चाहिँ हो, सिन्छङ गर्ने हो। एयाकको लागि फाङमुन एयाकको लागि सिन्छङ गर्ने भन्ने हो। यो फाल्गुप फात्ता जारी नै पाउनको लागि चाहिँ होइन। नम्बर 2 वेगुगिन थुङ्नोगे फिर्युहान सरियुनुन यो विदेशी दर्तामा आवश्यक पर्ने कागजातहरू चाहिँ इन्थनेसुरो नेम्यान्थेम्निदा इन्टरनेट मार्फत बुझाए भने हुन्छ भनेको छ। यो पनि होइन, इन्टरनेटको माध्यमबाट फाङमुन एयाक हो। यो चाहिँ भिजिट गर्नुपर्ने दिनको बुकिङ मात्रै निवेदन गर्न सकिन्छ। नम्बर 3 छेर्यु खिगानी भिजा अवधि खुसिप इरी नम्ची आनादो 90 दिन नपुगे पनि ननागे पनि वैगुगिन थुङ्नोगुल हेयाम्निदा विदेशी दर्ता चाहिँ गर्नै पर्छ भनेको छ। यो चाहिँ 90 दिनभन्दा मुनिकोलाई गर्नु पर्दैन। 90 दिनभन्दा बढी जो कोरियामा बस्ने भन्ने विचार गरेको अथवा बस्ने विचारले गएकाहरूको लागि भने 90 दिनभन्दा बढी चाहिँ बस्ने हो भने गर्नुपर्छ भनेर यसमा लेखेको छ। खुसिप इरुल छोगो हायो छेर्यु हार्यो गो हानुन भनेर लेखेको छ। त्यस्तै नम्बर 4 को चाहिँ छुरिप कुक वैगुगिन सामुसो यो चाहिँ अध्यागमन विदेशी कार्यालयमा फाङमुन हागी छने भिजिट गर्नुभन्दा अगाडि मिरी अगावै त्योभन्दा पहिला नै चाहिँ एयाक हेया थेम्निदा बुकिङ गर्नुपर्ने हुन्छ। बुकिङ गरेर मात्रै जान सकिन्छ। ल यसको सही उत्तर चाहिँ नम्बर 4 हुन्छ। एकपटक फेरि यो भिडियोलाई तपाईले सुरुबाट हेर्नुहोला। नबुझेको कुराहरू कमेन्ट मार्फत पनि तपाईले मलाई छोड्न सक्नुहुन्छ। अर्को भिडियो लिएर आउनेछु प्रश्न नम्बर 5 को। तबसम्मको लागि पर्खिँदै गर्नुहोला, वेटिङ गर्दै गर्नुहोला, मसँग जोडिएर रहनुहोला। थ्याङ्क यू। अर्को 5 नम्बरको यस्तै लामो भिडियो लिएर आउनेछु। तबसम्मको लागि बाई बाई।